नमस्कार सबैजनालाई। यतिखेर हामी रुडी क्षेत्र गाउँपालिका वडा नम्बर 4 मा रहेका छौँ र आज चाहिँ रङहरूको पर्व होली पर्व रहेको छ। तपाईहरू सम्पूर्णलाई यस रङहरूको पर्व होली पर्वको पावन अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। र आज चाहिँ गुल्मी उद्योग वाणिज्य सङ्घ बलटक्सर शाखाको आयोजनामा यस रुडी क्षेत्र गाउँपालिकामा होली विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। हामी तपाईँहरूलाई प्रत्यक्ष भिडियो मार्फत चाहिँ देखाउने प्रयास गरिरहेका छौँ। यतिखेर म रुडी क्षेत्र गाउँपालिका वडा नम्बर 4 बलेचौरमा रहेको छु र यतिखेर होलीको रमझम चलिरहेको छ। तपाईँहरूले भिडियोमा देख्न सक्नुहुनेछ। गुल्मी उद्योग वाणिज्य सङ्घ बलटक्सर शाखाको आयोजनामा होली विशेष कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको छ। पञ्चे बाजा गाजा सहित यहाँका स्थानीयहरू होली पर्वमा रमाइरहनु भएको छ। हामी तपाईहरूलाई भिडियो मार्फत देखाइरहेका छौँ। सम्पूर्णलाई रङहरूको पर्व होली पर्वको धेरै धेरै शुभकामना म व्यक्त गर्न चाहन्छु। गुल्मी उद्योग वाणिज्य सङ्घ बलटक्सर शाखा गुल्मीको आयोजनामा होली विशेष कार्यक्रम सञ्चालन भइरहेको छ, जसको सहआयोजक संस्थाहरू रहेका छन् सिरिङ्गेश्वर टोल विकास संस्था बलटक्सर, समाजसेवी आमा समूह बलटक्सर, नौलो विवाहनी आमा समूह बलटक्सर, महिला उत्थान आमा समूह बलचौर, त्यसै गरी बलटक्सर युवा क्लब बलेचौरले चाहिँ सहआयोजकको भूमिका निर्वाह गरेका छन्। र यतिखेर हामीसँग हुनुहुन्छ सागर सर। रमाइलो छ, गेट टुगेदर हुने पर्व ल धेरै धेरै शुभकामना छ है त। र दिदीबहिनीहरू होली पर्वमा निकै रमाइरहनु भएको छ। यसैसँग हाम्रो युवा नेत्री अन्जु खडेल म्याम पनि हुनुहुन्छ। ल सबैलाई ह्यापी होली। शुभकामना छ है, शुभकामना छ सबैजनालाई। यस्तो रमाइलो चलिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। हामीले भिडियो मार्फत तपाईँहरूलाई देखाउने कोसिस गरिरहेका छौँ। र यसै बिचमा हामीसँग गुल्मी उद्योग वाणिज्य सङ्घ बलटक्सर शाखाका अध्यक्ष टोनारायण सर हुनुहुन्छ। टोनारायण सर, आजको यस कार्यक्रमको बारेमा थोरै जानकारी गराइदिनुहोस् न। यो कार्यक्रम अलि पृथक ढङ्गले हामीले मनाउने सिलसिलामा छौँ। यहाँ कुनै राजनीतिक दल, कुनै पार्टी, कुनै जाति धर्म विशेष केही पनि छैन। सबैको सहयोगमा गुल्मी उद्योग वाणिज्य सङ्घले समन्वय गर्यो, आयोजना गर्यो। र यहाँका समाजसेवी आमा महिला समूह, नौलो बिहानी आमा समूह, अनि महिला मुक्ति आमा समूह बलिचौर र यो बलटक्सर युवा क्लब, टोल विकास संस्था बलटक्सरको सहआयोजनामा हामी मनाउन गइरहेका छौँ। असाध्यै हर्षोल्लासका साथ हामी मनाउन गएका छौँ। र उपस्थित महानुभावजी जो युवा निकायमा हुनुहुन्छ, भोलिदेखि असाध्यै सकारात्मक सोचका साथ सबै कार्य सम्पादन गर्ने, रचनात्मक सुझावहरू राख्ने, गाली गलौजका कुराहरू सबै त्याग गर्ने, जसरी होलिका दहन भएको थियो त्यही तरिकाले दहन गर्ने र आगामी दिनमा हामीले यस्तै तरिकाले समय रूपान्तरणको निम्ति एकमत भावनात्मक एकता सहित हामी अगाडि बढ्ने। त्यसैले हामीले यो सालको नारा तय गरेका छौँ, सकारात्मक सोचौँ, भावनात्मक एकता विकास गरौँ भन्ने मूल नाराका साथ हामी आयोजना गरिरहेका छौँ। र असाध्यै राम्रोसँग सहभागिता र हर्षोल्लासपूर्वक तरिकाले हामी रानीवासबाट बलिचौर हुँदै बलटक्सर जाने क्रममा छौँ। बलटक्सर गइसके पछाडि उहाँका आमा समूहहरू, उहाँका व्यापारी व्यवसायहरूको समागमता हुनेछ र असाध्यै ठुलो जनमास हुनेछ। र यसले प्रत्येक ठाउँमा सकारात्मक सन्देश फैलाओस् भन्ने हाम्रो आकाङ्क्षा रहेको छ। र यसरी हामीले चाहिँ मनाइरहेका छौँ। धन्यवाद। यहाँ सबैजना स्थानीयहरू निकै हर्ष उल्लासका साथ एकअर्कासँग रङ साथ गर्नुभएको छ। र हामी कामना गर्दछौँ कि होलीको रङहरू जस्तै तपाईँहरूको जीवनका हरेक क्षेत्रमा यस्तै रङ्गीचङ्गी फैलिरहोस्। हामी शुभकामना पनि दिन चाहन्छौँ। यहाँ निकै उल्लेखनीय मात्रामा सबैजना सहभागी भइरहनु भएको छ। यतिखेर हामीसँग रुडी क्षेत्र गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष आदरणीय मोती सर हुनुहुन्छ। मोती सर, आजको यस कार्यक्रमको बारेमा थोरै जानकारी दिनुहोस्।
हाम्रो यो फागु पूर्णिमा मनाउँदै आइरहेको जुन रङहरूको पर्व होली, जुन यसलाई अलिकति हर्षोल्लास र सामाजिक भावनालाई एकता कायम गर्नको लागि आज उद्योगवादी सङ्घ शाखा बल्टक सरले र सहआयोजकको रूपमा यहाँका विभिन्न महिला समूहका संस्थाहरू मार्फत यो आयोजना गरेको हो। यसलाई एउटा सामाजिक मनलाई एकता गर्नको लागि र यो रङको पर्व जुन रङ्गिन बनोस्, हाम्रो समाज पनि भोलिका दिनमा यस्तै हिसाबले रङ्गिन बनोस् भन्ने उद्देश्य अनुरूप सबैलाई एक ठाउँमा, एक मनमा, एकतामा गाँच्नको लागि यो कार्यक्रम भव्य रूपमा, यो विशेष कार्यक्रम रूपमा आयोजना भएको छ। धन्यवाद। र यससँगै मैले वडा नम्बर 4 का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठसँग पनि प्रतिक्रिया लिइसकेको छु। हामी तपाईँहरूलाई यस होली विशेष कार्यक्रमको प्रत्यक्ष भिडियो मार्फत चाहिँ हामीले जानकारी दिइरहेका छौँ। र अहिले चाहिँ हामी बलेचौरबाट बलेटक्सारको यात्रामा छौँ। पञ्चे बाजामा दिदीबहिनीहरू दाजुभाइहरू निकै रमाउनु भएको छ। सबैजनाले एकअर्कासँग रङ साटासाट गर्नुभएको छ। हामी कामना गर्दछौँ कि आजको दिन जस्तै भोलिका दिनहरूमा पनि एकअर्का बिच दुःख सुख साटासाट होस्, यस्तै नाचिरहेको देख्न पाइयो सबैजना। हामी यो कामना पनि गर्दछौँ। नमस्कार। यो त्रेता युगदेखि चल्दै आएको यो होली पर्व एउटा सांस्कृतिक पर्व हो। हिन्दूहरूले मनाउने यो होलीमा खास गरेर रङहरूको पर्व हो। छरछिमेक इष्टमित्र साथीभाइ सबै मिलेर रङ खेल्ने र विगतमा भएका गल्ती कमजोरीहरूलाई बिर्सेर अनि दूरी टाढा भएको छ भने पनि आजको यो पर्वले नजिक बनाउँछ। त्यसकारण आत्मीयतासँग सम्बन्धित छ, भावनासँग सम्बन्धित छ। यो भावनात्मक सम्बन्धको चाड होलीको अवसरमा बलेटक्सार उद्योग वाणिज्य सङ्घले यो रमाइलो कार्यक्रम, यो सांस्कृतिक कार्यक्रम चाहिँ आयोजना गरेर अत्यन्तै सबैलाई एकै ठाउँ जम्मा गरेको छ। यो भौतिक रूपमा मात्रै एकताबद्ध बनाएको छैन कि भावनात्मक रूपमा पनि एकताबद्ध भएको हामीले बुझेका छौँ। अत्यन्तै रमाइलो भएको छ। यसका लागि आयोजक उद्योग वाणिज्य सङ्घ बलेटक्सारलाई हार्दिक धन्यवाद दिँदै यो मिडिया र मेरो प्रिय भाइलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। यस सँगसँगै मसँग हुनुहुन्छ यस क्षेत्रका युवा सफल व्यावसायिक आदरणीय कमल दाई। कमल दाई, धेरै धेरै शुभकामना छ र आजको एक दिनलाई तपाईँले कसरी लिनुहुन्छ? धन्यवाद। आज यो होली बलेटक्सार के अरे गुल्मी उद्योग वाणिज्य सङ्घ बल्टक्सार शाखाले आयोजना गरेको होली विशेष 2081 कार्यक्रमलाई प्रत्यक्ष दर्शक माझ ल्याउनलाई लानको लागि जुन भूमिका निर्वाह गर्नुहुने माधवजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ र सँगसँगै होलीको शुभकामना पनि छ। आजको यस होली विशेष कार्यक्रम जुन गुल्मी उद्योग वाणिज्य बल्टक्सार शाखाले जसरी सकारात्मक सोचौँ, भावनात्मक रूपमा एक हौँ भन्ने मूल नाराका साथ जुन होली विशेष कार्यक्रमको आयोजना गरेको छ, जसको संयोजकको रूपमा मलाई जिम्मेवारी दिनुभएको थियो र यो कार्यक्रम हर्ष उल्लासका साथ सम्पूर्ण सहभागीहरूको, यहाँका सम्पूर्ण जनसमुदायको व्यापक उपस्थिति रहेको छ। यसको लागि हामी उहाँहरूलाई हार्दिक धन्यवाद, स्वागत र होलीको विशेष धन्यवाद दिन चाहन्छौँ। र सँगसँगै आजको यस हाम्रो होली यस हाम्रो हिन्दूहरूको महान चाड जुन एउटा रङको पर्वको रूपमा लिने गर्दछ, यसको जुन धार्मिक हिसाबले आफ्नो महत्त्व त छँदैछ र सँगसँगै हामीले यस क्षेत्रमा रहनुहुने अनेक विभिन्न पार्टी दल र विभिन्न जाति धर्म सबैलाई समेटेर सबै एक हौँ, हामी अब अनेक भएर भन्दा पनि एक भयो भने यो ठाउँबाट सकारात्मक सन्देश दिन सकिन्छ र यस ठाउँमा हामीले हरेक समस्यासँग जुझ्न सकिन्छ र हामी एक हुनुको कुनै विकल्प छैन भन्ने उद्देश्यले हामीले जुन खालको जुन होलीको आयोजना गरेका छौँ र यस होलीमा सम्पूर्णलाई म हार्दिक मङ्गलमय होलीको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद माधवजी। गुल्मी उद्योग वाणिज्य सङ्घले यो वर्षदेखि सुरुवात गरेको छ। यसरी सबैलाई जमघट गराउने जुन रङहरूको पर्वको रूपमा रहेको छ होली पर्व, यसलाई विशेष गराउने कोसिस गुल्मी उद्योग वाणिज्य सङ्घ बल्टक्सार शाखाबाट भएको छ। यस अवसरमा गुल्मी उद्योग वाणिज्य सङ्घ बल्टक्सार शाखालाई हामी पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
धन्यवाद 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 मेरो माया के थियो हराएको शिरमाथि भेटियो तारा त्यसो कि मायाले मैले र यतिखेर हामी बल्टक्सर बजारमा आइसकेका छौँ र बल्टक्सर बजारमा आइपुग्दासम्म होली पर्व मनाउनेहरूको सङ्ख्या निकै बढिरहेको अवस्था छ। देख्न सक्नुहुनेछ निकै जमघट रहेको छ। भएछ नि है
बलेटक्सार शाखाको आयोजनामा आज यस क्षेत्रमा पहिलोपटक होली विशेष कार्यक्रम आयोजना भएको रहेछ। मलाई पनि निमन्त्रणा पुग्यो ढिलै भए पनि र उपस्थित हुन पाएकोमा धेरै धेरै खुसी लागेको छ। यस्ता कार्यक्रमहरूले समाजमा भाइचाराको भावना विकास गर्ने, मेलमिलाप हुने र उल्लासमय वसन्त ऋतुको आगमनसँगै हुने यस्ता कार्यक्रमहरूले उल्लास ल्याउने हुँदा यस्ता कार्यक्रमहरू फेरि पनि आयोजना हुन् भन्ने कुरा राख्न चाहन्छु। र आजको यस कार्यक्रमलाई उद्योग वाणिज्य सङ्घ बल्टक्सार शाखा र यहाँका टोल विकास संस्थाहरू र विभिन्न सङ्घ संस्थाहरू जसले यो आयोजना गर्नुभयो र यसको व्यवस्थापन गर्नुभयो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। माधव भाइ जसले मलाई चाहिँ प्रत्यक्ष लाइभमा जोडेर कुराकानी गर्ने अवसर दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण हेर्ने दर्शकहरूलाई ह्याप्पी होली भन्न चाहन्छु। तपाईँहरूको परिवारमा, समुदायमा उल्लास उमङ्ग ल्याओस्। यो पर्वले समाजमा सबैको एकदमै अस्तित्व स्वीकार गर्ने, सबैको मेलमिलापको भावनाको विकास गरोस्। ह्याप्पी होली। धन्यवाद दाई। मसँग यतिखेर युवा महिला नेत्री अन्जु कणेल म्याम हुनुहुन्छ। म्याम, आजको यस दिनलाई कसरी लिनु भएको छ, के भन्न चाहनुहुन्छ? असाध्यै रमाइलो। सम्पूर्णमा म हार्दिक ह्याप्पी होली भन्न चाहन्छु। हाम्रो यो रङसँग खेलिने यो जुन पर्व छ, यो पर्व एकदमै हर्ष उल्लासका साथ हाम्रो उद्योग वाणिज्य सङ्घ मूल आयोजक भएर हामी महिला समूहहरू पनि सह आयोजक भएर हामीले चाहिँ एकदम वृहत रूपमा सांस्कृतिक तरिकाले मनाइरहेका छौँ। र हाम्रो यो अबको कार्यक्रम लगभग 1-1.5 घन्टाको रहनेछ र सबैजनालाई म ह्याप्पी होली भन्न चाहन्छु। होलीको धेरै धेरै शुभकामना। धन्यवाद। धन्यवाद। हजुरलाई पनि धेरै धेरै शुभकामना है त। यतिखेर हामीसँग रुचेतर गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष आदरणीय शेषनारायण पौडेल सर हुनुहुन्छ। शेषनारायण सर नमस्कार। नमस्कार। र आज रङहरूको पर्व होली पर्व यसरी जमघट हुनुभएको छ सबैजना, यस पर्वलाई लिएर के भन्न चाहनुहुन्छ हजुरले? यो एउटा खुसीको पर्व हो। यो चाहिँ शिशिर ऋतुपछि वसन्त ऋतुमा प्रवेश गरिरहेको नयाँ चाहिँ पालुवाहरू पलाउने मान्छेले चाहिँ एउटा नयाँ उमङ्गका साथ अगाडि बढ्ने भएको हुनाले यो रङ खेलेर यो चाहिँ मनाउने एउटा उल्लासपूर्ण चाहिँ पर्व हो। वास्तवमा यसले मान्छेको चाहिँ मनलाई अलिकति उमङ्ग गर्ने, मनमा भएका चिन्ता पिरोलाई हटाउने र खुसी प्रदान गर्ने काम गर्छ। हस्, धन्यवाद। हस्। यसरी गुल्मी उद्योग वाणिज्य सङ्घ बल्टक्सार शाखाबाट आयोजित होली पर्व विशेषको कार्यक्रम समाप्त भएको छ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्त्यमा फेरि पनि सबैजनालाई रङहरूको पर्व होली पर्वको पावन अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै तपाईँका आगामी दिनहरू होली पर्वका रङहरू जस्तै रङ्गी चङ्गी हुँदै जाउन् भन्ने शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद। नमस्कार।